हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हामी दिदी बहिनीले गाउँको ढिँडो खान आए साथीहरू। प्योर गाउँको हो। अनि यहाँ चाहिँ हामी चाहिँ ढिँडोमा दही, त्यसपछि चाहिँ इस्कुसको मुन्टा आफ्नै करेसाबारीको, अनि यहाँ चाहिँ घिउ, अनि त्यसपछि यहाँ चाहिँ चटनी खान लाग्यो साथीहरू। आज त हाम्रो मुखबाङ दिदी बहिनीको मजाले इन्जोय गरेर खाइन्छ साथीहरू। मिठो छ बहिनी, खानुस्। ल अब चाहिँ हामी खायो होला साथीहरू। पहिला चाहिँ अचार मिठो भएर जान्छ। अचार बडो मिठो, साह्रै मिठो छ हौ। अनि खोर्सानी यहाँ तल झरेर टिपेको मैले यता राखेको। ल तरकारी पनि हाल। अनि यिनी चाहिँ सबै आज दिदीले बनाएकी। मिठो छ हजुर, तर अचार चाहिँ। अनि हाम्रो दिदीलाई चाहिँ अचार मन परेर साथीहरू, अनि जति पनि अचार चाहिँ अचार बनाएको नि। बिग बाइट दामी छ। कस्तो मिठो छ है दिदी? खोर्सानी पनि टिपेको छैन होला त। घिउ बहिनी, घिउ भन्दै ढिँडोको डल्लो नदेखाउ न। घिउै देखाऊ। घिउ है यति धेरै हालिस् तैँले होइन। हाम्रो गाई छोरीले घिउ देख्नु भएको छैन, कुनामा छ हजुर घिउ। भन्न तैँले मलाई ढिँडो किन धेरै दे। यस्तै यस्तै ढिँडो खानालाई म विदेश नआएको साथीहरू। 2 रुपियाँ कमाउने, 1 रुपियाँले रमाउने, 1 रुपियाँ जम्मा गर्ने अरे नेपालमा बसेर। विदेशमा पनि ढिँडो पाइहालिन्छ नि, पाइँदैन? यस्तो अर्ग्यानिक खाना कहाँ पाइन्छ? ढिँडोसँग घिउ चाहिँ खासै मिठो होइन है साथीहरू। अब तिमी आफैले हालेको दिदी हेर, मैले थोरै हाल्यो भने हो। बहिनी, खोर्सानी खानुहोस्। गाउँको लोकल घिउ क्या यो, अर्ग्यानिक, उता खोटाङको। आफ्नै करेसाबारीको इस्कुसको मुन्टा सबै हाम्रो आफ्नो गरेछ बारी, यो दही बाहेक सबै। अनि दिदी तँलाई यो काली बहिनीसँग बसेर खाँदाको अनुभव कस्तो लाग्यो त मुखबाङमा? मिठो छ बहिनी, मान्नुपर्छ झन्। के चाहियो कसलाई? तँ पनि त्यस्तै गर्छ लिएर आयो। ढिँडो खाने यस्तै गरी होइन, मुसेर नि खाइन्छ होला। मैले के गिजा लिएर यस्तो गिजै खाएर अचार त कस्तो बिजुली। त्यो पानी देऊ त दिदी। त्यो पानी क्या कस्तो गोरी हो नि त।
कोदाको ढिँडो सुहाउने रहेछ बहिनी यसमा खानालाई। त्यसो नभन् न। अनुहार र ढिँडो उस्तो उस्तै हुन्थ्यो। ओहो। अब पुगेको अवस्था गाइज कति मिठो के हो कोदाको गाउँको मिठो छ। अलिकति हिउँ भइरहेको छ त्यहाँको। खाने पनि छ हामी। हाल्यो यति हाल्यो हो चट्नी जस्तै होइन साथीहरू। यो चाहिँ दही खानुपर्छ अलि अहिले एकछिनमा खाने अहिले नखाने। दहीसँग म तपाईँहरू आउँदैन दहीसँग ढिलो अगाडि हाल्नु। झन्डै सरकार मारेन मेरो बहिनीले। अब त दही खानु पर्यो होइन खाने नै हो। जसुकै जसुकै बनाए खाने नै हो।